Hello guys, welcome back to my channel. आज चाहिँ म यहाँ सानो मेरो कामको भिडियो अपलोड गर्दैछु। आजकल युकेमा अब काम पाउनहरु निकै गाह्रो छ हैन। यो झन् आफ्टर कोभिड त के भन्ने काम पनि पाउन एकदमै गाह्रो छ। हेलो, थ्याङ्क यू। र काम पाइहाले पनि क्या अब मेबी पढाइ लेखाइ राम्रो भएको होला त राम्रै काम पाउला। अब जस्तै कि हामी अब जो नेपालबाट आएको भन्छ पढाइ लेखाइ त्यस्तो राम्रो हुँदैन, उनीहरूले चाहिँ प्राय पाउनेहरू भनेको यस्तै काम हो क्या। काम इजी, त्यस्तो हार्ड हुँदैन काम, बट स्टिल गाह्रै छ क्या गर्नु। अब जस्तै कि मैले अब सेक्युरिटी गर्छु, अहिले मेरो चाहिँ काम एकदमै फोहोर ठाउँमा हैन, यसरी हिँड्नै पर्यो यो ठाउँतिर। यसरी नै काम गर्ने ठाउँहरू चाहिँ यस्तै छ भन्नाले अब यो भन्नु खोजेको होइन कि सबैले यस्तै काम गर्नुपर्छ, सबैले यस्तै मात्रै काम पाउँछ भन्ने होइन। तर जस भनेको जस्तो कामहरू पाउन अब अहिले अलिक गाह्रै छ। अब यस्तो फोरमा पेट्रोलिङ गर्नै पर्यो, दिएको ड्युटी त गर्नै पर्यो, ड्युटी ऊ माथिको डाँडासम्म पुग्नु पर्यो हिँड्दै हिँड्दै। 1 घन्टा जति चाहिँ लाग्छ सबै ओर्दर गर्दाखेरि। अब हामी सेक्युरिटीहरूले चाहिँ नर्मली काम पाउने भनेको चाहिँ यस्तो नै हो कि अब यस्तै कन्स्ट्रक्सन साइडहरू, यस्तो डम्पिङ एरियातिर गर्ने हुन्छ। अब नि सेक्युरिटी पर्मानेन्ट पाउनु त अब निकै गाह्रै हुन्छ। यसरी नै डाँडा डुल्यो, पेट्रोलिङ गर्यो, यस्तै छ। मैले चाहिँ यो साइडमा काम गर्न थालेको टोटली 2 वर्ष हुन लाग्यो। र 2 वर्षभरिको अवधिमा चाहिँ अस्तिको सन्डेबाट चाहिँ ब्याड एक्सपिरियन्स हुन थालेको छ काममा। किनभने काम हावाको बढाइदिएको छ नि त, माथि डाँडामा जाने। अहिले त यो उज्यालै छ र त्यस्तो केही छैन हैन। अब भरे अब रातभर डुल्नु पर्यो, यता यो डाँडा, यता माथि त्यो अघि देखाएको डाँडा डुल्नु पर्यो हैन। अब अहिले म रातिको भिडियो पनि बिस्तारै हाल्छु। रातिको भिडियो पनि जस एउटा टर्चको भरमा हिँड्नु पर्यो, गाह्रै हुन्छ। अब अलिक नयाँ नौलो मान्छे त गर्नै डराउँछ नि। अब डर लाग्दै पनि छ। अनि जङ्गल हैन। अब यहाँ डुल्नु पर्यो, डाँडा खनेको डाँडातिर। र मलाई चाहिँ एउटा के लाग्छ भने मान्छेहरूले जे जति भने पनि हैन, अहिलेको अवस्थामा चाहिँ युकेमा भने जस्तो काम पाउन चाहिँ गाह्रै छ है। स्पेसली मैले चाहिँ स्टुडेन्टहरूमा चाहिँ देखिरहेको छु क्या। प्राय अब पढ्न आउने विद्यार्थीहरूको लागि चाहिँ उनीहरूकोमा चाहिँ अब जबको गाह्रो हुने हैन, त्यस्तै। अब हुन त स्ट्रगल गर्न आएको, स्ट्रगल त गर्नु नै पर्यो। अब यस्तै छ। यसरी नै दुःख सुख जिन्दगी युकेमा चलि नै रहेछ, चलाउनै पर्यो। अब बाटोको हालत यस्तो छ है। हुन त अब हामीलाई कम्पनीले गाडी दिने कुरा चाहिँ छ। गाडी दियो भने त ठिकै हुन्थ्यो पेट्रोल हाल्नु, नत्र हिँडेर चाहिँ गाह्रै छ। अब राम्रो बाटो भए पनि त एउटा कुरा, सबै फोहोरै फोहोर छ हैन। यस्तै छ। तलबाट हिँड्दा अब आजभन्दा 1 वर्ष अगाडि चाहिँ यहाँ जङ्गलभित्र एउटा ट्याक पनि थियो, यहाँ जानु पर्थ्यो। बट अब यहाँ चाहिँ अहिले सबै पुरेको कारणले गर्दाखेरि उता जानुपर्ने भएछ। यहाँ म्यानेजर आउँदैछ मेरो, फेरि कहाँ गएर आएको होला यो। यस्तै छ हौ। अब भर्खर यहाँ म्यानेजरसँग पनि कुरा भयो। एउटा
ट्याग पोइन्ट छ कि यो ट्याग पोइन्ट चाहिँ अब यहाँ सबै ठाउँ देख्ने गरी लाउनु पर्यो। जस एउटा प्रुफ हामीले दिनुको लागि चाहिँ यहाँ यो ट्याग छ। यिनीहरूले चाहिँ के भन्छ भने अब यहाँतिर आगो लाग्छ भन्छ कि होइन, बट अब हामीले देखेअनुसार गरेअनुसार चाहिँ त्यो चाहिँ आगो होइन। जब कि यिनीहरूले यो फोहोरहरू लिएर यसरी उहाँ पर अहिले म देखाउँछु, त्यहाँ थुपार्छ यिनीहरूले त्यो फोहोरहरू। त्यो फोहोर चाहिँ अब गुम्सेर चाहिँ धुवा निस्किन्छ क्या, बट त्यही धुवालाई चाहिँ यिनीहरूले आगो भन्छ, हामीलाई दुःख दिएर। अब यसरी डे टाइममा त ठिकै छ होइन, उज्यालो। अहिले नाइट टाइममा त डर लाग्दैन, डर लाग्दो हुन्छ। यहाँनिर एउटा टर्चको भरमा हिँड्नु पऱ्यो, स्यालै स्याल हुन्छ। अब यस्तो छ, डे टाइममा त ठिकै छ। अब नाइट टाइममा अहिले सिम्बल म यहाँ हाल्नेछु भिडियोमा पनि। यो पर त्यो डाँडातिर डुल्नु पऱ्यो है, ज्यानको एकदमै रिस्क। भूतप्रेत मेबी नहोला होइन, यस्तो फोहोर ठाउँमा के हुन्छ र। तर स्टिल त स्वास्थ्यको चाहिँ एकदमै मास्क लाउनै पऱ्यो, फोहोरहरू उडेर हैरान। अब यहाँ त्यो भर्खर म्यानेजरसँग कुरा भयो, मेबी 2 हप्ताभित्रमा गाडी चाहिँ दिने कुरा चाहिँ छ, बट नट स्योर। त्यही त हो नि, हुन त आफ्नो कम्पनीले दिनुपर्ने, आफ्नो कम्पनीले नदिएपछि अब अर्काले दिन्छु भनेपछि अब जहिले दिए पनि होइन, ठिकै छ, दिनु चाहिँ दियोस्। गाडी दियो भने त हामीलाई सजिलो छ नि पठाउनु होइन। सर आयो ग्यास बनाएर फेरि सेट मास्कले पनि काम गर्दैन क्या। जस्तै कि मैले यो साइड चाहिँ कस्तो हो भने हाम्रो फोहोरहरूबाट डम्प गरेर त्यसको नेपालमा गोबर ग्यास जस्तो क्या, ग्यास बनाएर जस्तो यो पाइपहरूबाट चाहिँ ग्यास वितरण हुन्छ। अरेको कुरा अब देखेको त छैन के कस्तो गर्छ, तर यही होइन रे। सबै यो ग्यासबाट पाइपबाट ग्यास निकालिरहेको छ यिनीहरूले। फोहोरहरू ल्याउँछ टक्क, फोहोरहरू चाहिँ पुरेर त्यसरी कसरी निकाल्ला। अब यहाँ म सुनाउँछु कि जस्तै कि यो पाइपबाट अहिले ग्यास फ्लो भइरहेछ होइन, त्यसरी नै यो सबै यो पाइपहरूबाट ग्यास फ्लो हुन्छ। र यही ग्यासको तर्फ योबाट चाहिँ यो तल जति पनि देखिने सहर छ यसमा चाहिँ बिजुली वितरण गर्छ अरे है। अब यहाँको कम्पनीले भनेअनुसार चाहिँ अब हाम्रो ड्युटी चाहिँ के हो भन्दाखेरि यही फोहोरहरूबाट कतै दिउँसो अब गुम्सेर के आगोहरू लाग्छ कि भनेर हेर्ने। गाह्रै छ नि यो फोहोरको थुप्रोहरूबाट चाहिँ बाफ उडिरहेको हुन्छ कि यिनीहरूले चाहिँ यसलाई नै आगो भन्छ क्या। अब म चाहिँ अब अहिले के गर्दैछु भने भरे उताबाट घुमेर आउनु त साह्रै झ्याउ हुन्छ, यो रोड घुमेर आउनु त टाढा हुन्छ। यहाँबाट अहिले सर्टकट हेरिराख्नु पऱ्यो क्या। सर्टकट त अब सर्टकट, तर हिमाल चढेको जस्तै उकालो हिँड्नु पऱ्यो। फोहोरतिर फेरि खुट्टा भाँसिएर हुन्छ है। सो मेबी यो बाटोबाट यस्तो आयो भने अरू उकालो चढ्यो भने अलिकति सहज होला कि। त्यो राति पनि यही फोहोरहरू हेर्नु आउनु पऱ्यो कि। अब होइन यो ग्यासै ग्यास छ, कतै आगो लागिहाल्छ कि भन्ने। लाग्नु त लाग्दैन, तर अब दिन दशा भनेको कसले देखेको हुन्छ र। अब जस्तो कि यहाँ भिडियोमा त मेबी नदेखेँ होला, यहाँतिर बाफ उडिरहेछ क्या होइन। यही बाफलाई चाहिँ यिनीहरूले आगो भन्छ क्या हाँसुको। अब ड्युटी दिएपछि गर्नै पर्यो, त्यस्तै पो छ त। यसको यो इन्ड पोइन्ट चाहिँ यहाँसम्म हो, टक्क तल देखाउन आधी घन्टा लाग्दो रहेछ। दिउँसो त वातावरण ठिक छ नि, बनाइरहेछ बढेको चाहिँ। भर्खरै
ट्याग टाल्ने काम पनि सक्यो। अब बाटो एउटा सजिलो कहाँ छ त्यो चाहिँ मैले फाइन्ड आउट गर्नुपर्ने हुन्छ अलिक उज्यालोमै, किनकि त्यत्रो लामो हिँडेर त भोकै लाग्यो यार। अनि त्यति लामो हिँडेर त सकिन्न होइन। अब यहाँ सर्टकट एउटा बाटो खोज्छु म। यस्तो छ हेर्नुहोस् होइन साइड। अब राति त अलिक रिस्की नै हुन्छ नि त हुनु भने, तर अब यो कुराहरू बुझिदिँदैन म्यानेजरहरूले। के गर्नै पर्यो। युकेमा गरी खानु साह्रो छ। युकेमा पैसा टिप्नु गाह्रो छ के। मान्छेहरूले भन्छ नि यहाँ युकेमा पैसा त हो, पैसा टिप्नै गाह्रो। यस्तो छ। अब यो यतातिरबाट एउटा यहाँ बाटो खोज्दैछु म। यहाँ यस्तो तल गएर यो सजिलो होला। अब एकछिनबाट म रातिको पनि भिडियो अहिले अपलोड गर्छु। राति चाहिँ कस्तो छ डरमर्दै हुन्छ, अँध्यारो हुन्छ सबै चारैतिर। एउटा टसको भरमा यत्रो डाँडामा अब एक्लै हो, तर त्यतिखेर चाहिँ गीत सुन्यो होइन। अब के गर्नु, बोल्ने साथी हुँदैन, वान म्यान साइड हो, एक्लै हो। अब अहिले त समरमा त ठिकै छ, विन्टरमा त हिँड्न सक्नु हुँदैन नि यहाँतिर, सबै हिल्लो होइन। विन्टरमा मेबी हामी हिँड्दैनौँ होला, मलाई आइडोन्ट नो के हुन्छ। तर अहिलेको लागि चाहिँ यस्तै छ। यो उकालो चढेर त्यो डाँडा पारी जानुपर्ने हुन्छ ट्याग पोइन्टको लागि। यस्तो 4 को बाटोबाट हिँड्दै जानुपर्ने हुन्छ। सजिलो कहाँ छ र पाउन्ड टिप्नु, गाह्रै छ नि। म पुग्नु पर्ने चाहिँ तल बत्ती बलिरहेको ठाउँमा। अब अघि मैले तपाईँहरूलाई भनेको थिएँ नि नाइटको भ्यू एक्चुअली देखाउँछु भनेर होइन। मेरो चाहिँ अब यो रातको अहिले 10:30 बज्यो। सेकेन्ड पेट्रोल हो। अब अझै 2 चोटि पेट्रोल हाल्नु बाँकी नै छ। रातको भ्यूमा चाहिँ अब म निकै माथि नै आयो, माथि नै पुगिसकेको छु एउटा टसको भरमा। यो टस निभ्यो भने त सक्यो, अन्धकार कहाँ हो क्या यस्तो ठाउँमा हो सही। टसको भरमा हिँड्नु पर्ने हुन्छ। यता बाटो यस्तो छ। अघि दिउँसो त ठिकै थियो, अब अहिले चाहिँ रात परेको कारण यो डाँडा पारी जानुपर्ने छ नि, अझै छ नि हेटेको। नयाँ ड्युटी थपे हेर त बढी। यो फर्कबाट उकालो हिँडेर गयो, पर जानुपर्छ नि। यता तल भन्छ नि तल लाइटहरू बलिरहेकोबाट आएको। स्यास्या भइसक्यो अहिले नै। भर्खर दुईवटा बाँकी छ अनि हिँड्नु। यस्तो भयो उकालोबाट हिमाल चढेको फिल भइरहेछ क्या ठ्याट। यहाँ टक्कै माथि आइपुग्नु चाहिँ 25 मिनट जति लाग्दो रहेछ तलबाट। तर माथि आइसकेपछि है भ्यू चाहिँ दामी छ नि त। सबै क्यान्टरबरी सहर। धरानको कुरा गर्ने भने माथि भ्यू पोइन्टबाट धरान देखेको जस्तो क्या यस्तै। अब अझै हिँडेर जानुपर्ने त पऱ्यो, अझै लाग्छ 10 मिनट जति। समस्या भयो हो। लौहे माया नमर घुम्दै आउनु धरान बजार। सो ठ्याक्कै भन्नुपर्दा 1 घन्टापछि चाहिँ म यहाँ टक्क आफ्नो बस्ने हटमा आइपुगेँ। यस्तै छ हो युकेका सङ्घर्षहरू। 4 को थुप्रोमा हिँड्यो, कहाँ भने जस्तो सजिलो छैन। अब सङ्घर्ष गर्नु आएको हो भन्दै सङ्घर्ष गऱ्यो, बस्यो। बस्ने ठाउँ चाहिँ अब ठिकै छ। अब फेरि अहिले 1 बजे सेम त्यही हो रुटिन। अब गाह्रै छ भनौँ न होइन, भने जस्तो सजिलो त कहाँ हुन्छ र। यस्तै छ है। ल सी यु इन द नेक्स्ट भिडियो फेरि पनि।